आज त फुली देखिँदैन त। इन्सपेक्टर आएपछि सेल उठाउनु पर्दैन? अलि बिस्तारै हान। ठिक छ सर, तर फुली चाहिँ कहाँ गयो सर? फुली अलि भारी भएर घरमै छोडेर आए। अनि यो सिट्ठी पनि घरमै छोडेर आएको भए हुन्थ्यो त। हावा कुरा गर्छ, सबै कुरा छोड्यो भने हावाले उडाउँदैन। तैँले चाहिँ के हेरेर बसेको छस्? हाम्रो एरियामा चोर बढ्या छ रे। चोर बढिसक्यो सर, अझै बढ्नुहुन्न। मलाई त्यो चोर जसरी भए पनि चाहियो। हाम्रो सरले फेरि चोरलाई भेट्न साथ हुँडा फुट्ने गरी पड्काउनुहुन्छ। गालामा त भेट्न सक्नु पर्यो नि। तर पनि केही छैन, मैले 300 जना भन्दा बढी चोर समातेको छु। हो है त चाहिँ, तर जतिजना चोर समाते पनि आजसम्म एउटा चोरको अनुहार देख्नु भएको छ। सरले फेस टु फेस देखेको भनेको जितु नेपाल मात्रै हो। अस्ति प्रियङ्का कार्कीको घुँडा हेरेर खासै राम्रो अनुहार त रहन्छ है भन्नु। बोल बोल, जति सक्छस् बोल। मुख थुन्न मैले भेट्दिन। बरु हिँड, चोट पकड्न। चोर पक्रिन त नजाने सर। अस्ति एउटा चोर पक्रिन भनेर गएको, हतकडी खोज्छु भेट्दिन। लो किन? हतकडी कहाँ गएछ भन्छु, सरले बेल्ट बनाएर लादिनु भयो। अब मैले त्यही बेल्ट खोलेर चोर समाते, मैले चोर समाते, सरले पाइन समात्नु भयो। अब चोरको हातमा बन्दुक रहेछ। ह्यान्ड्स अप गरो। सरले हात उठाउनु भयो। त्यही दिन कानुन यसरी नाङ्गियो। मैले त्यो दिन थाहा पाएँ कानुनको हात मात्रै लामो रहेछ। ओए छोरी पुलिस, बिल्ला मात्र नगर्नु, कहिलेकाहीँ तारिफ पनि गर। हजुर सर। मैले एक्लै जंगलमा बाघले आक्रमण गर्दाखेरि कसरी बाँचे होला? त्यो चाहिँ भयो फेरि। सर र बाघको एक दिन घमासान युद्ध भयो। हो त। धन्न त्यही बेलामा कागले टपक्क टिपेर सरमा। कागले टिपेर मात्र कहाँ बाँच्नु? कागले मलाई खोलामा लगेर राख्यो। धन्न त्यही बेलामा हामी माछा मार्न गएको थियौँ। माछा मारेर लिएर आएर माछा के काटेको सर फुत्त निस्क्यो। त्यही माछा काट्दा सरको खुट्टा काटिएको। बरु हाम्रो चौकीमा केस आएको कि छैन? एउटा उजुरी आएको थियो सर। मलाई कसैले सपोर्ट गरेन भनेर वर्षा राउजीको उजुरी आएको। अनि अनुसन्धान अगाडि बढाउनु पर्दैन? होइन, किन चाहिँ सपोर्ट गरेनछन् त भनेर उहाँको फिल्म हेर्न गएँ। फिल्म हेरेर आएको वर्षाजीको